नमस्ते साथीहरू, म तपाईहरुकै सहकर्मी रूपलाल परियार। आज पनि म लुम्बिनी प्रदेश विशेष वन रक्षकलाई अति नै महत्त्वपूर्ण हुने नयाँ टपिकको बारेमा हजुरहरूलाई मसँग भएको ज्ञानहरू केही भए पनि बाँड्ने हेतुले चाहिँ उपस्थित भइसकेको छु। आजको टपिक रहेको छ लुम्बिनीमा वन है। लुम्बिनीमा वन, लुम्बिनी प्रदेशमा वनहरूको तथ्याङ्क हेर्ने हो भने लुम्बिनी प्रदेशमा सामुदायिक वन, लुम्बिनी प्रदेशमा सामुदायिक वनको संख्या कति छ त 4037। त्यस्तै साझेदारी वनको संख्या लुम्बिनीमा 8 वटा रहेको छ। त्यस्तै सरकारद्वारा व्यवस्थित वनको रूपमा चक्ला वन है, चक्ला वन, सरकारद्वारा व्यवस्थित वनको रूपमा चक्ला वन कति छ त यो 2 वटा रहेको छ। त्यस्तै कबुलियती वनको संख्या लुम्बिनी प्रदेशमा 406 वटा रहेको छ, 406 वटा। धार्मिक वन, लुम्बिनी प्रदेशमा धार्मिक वनको संख्या 30 वटा रहेको छ है, 30 वटा। त्यस्तै निजी वनको संख्या लुम्बिनी प्रदेशमा 932 वटा रहेको छ। त्यस्तै वन संरक्षण क्षेत्र कति 4 वटा रहेको छन् लुम्बिनी प्रदेशमा है। लुम्बिनी प्रदेशमा वन संरक्षण क्षेत्र 4 वटा रहेका छन् भने संरक्षित क्षेत्र पनि कति छन् त? संरक्षित क्षेत्र पनि 4 वटा नै रहेका छन् लुम्बिनी प्रदेशमा। अब यो त भयो वनहरूको तथ्याङ्क। लुम्बिनी प्रदेशमा सामुदायिक वन 4037 वटा, साझेदारी वन 8 वटा, चक्ला वन सरकारद्वारा व्यवस्थित वनको रूपमा चक्ला वन 2 वटा र कबुलियती वन 406 वटा, धार्मिक वन 30 वटा, निजी वन 932 वटा, वन संरक्षण क्षेत्र 4 वटा र संरक्षित वन पनि 4 वटा नै रहेका छन्। जस्तै लुम्बिनी प्रदेशमा चक्ला वन हेरौँ है हामी। अब चक्ला वन सरकारद्वारा व्यवस्थित वनको रूपमा चक्ला वन कुन हुन् भने नम्बर 1 मा रहेको छ कालापानी खोला चक्ला वन र दाङ। कालापानी खोला चक्ला वन दाङ। कालापानी खोला चक्ला वन दाङको क्षेत्रफल कति छ त 546 हेक्टर है। यो कालापानी खोला चक्ला वन दाङको क्षेत्रफल कति छ त 546 हेक्टर रहेको छ भने यसको स्थापना कहिले भएको भने 2080 साल 10 महिना 12 गते यसको स्थापना भएको भने यसको यो कार्ययोजनाको अवधि कति त 10 वर्ष रहेको छ। 10 वर्ष यसको कार्ययोजनाको अवधि रहेको छ। र अर्को चक्ला वन रहेको छ नम्बर 2 मा माथेबास चक्ला वन बाँकेमा रहेको छ है। यो बाँकेमा माथेबास चक्ला वन बाँकेमा रहेको छ भने यसको क्षेत्रफल कति त 2578 हेक्टर रहेको छ भने यसको स्थापनाको कुरा गर्ने हो भने 2073 साल 10 महिना 27 गते भएको हो। यसको पनि कार्ययोजनाको अवधि 10 वर्ष नै रहेको छ, 10 वर्ष नै रहेको छ भनेको छ। त्यस्तै गरी अब हामी कुरा गरौँ लुम्बिनी प्रदेशमा भएका संरक्षित क्षेत्रहरू। लुम्बिनी प्रदेशमा रहेका संरक्षित क्षेत्रहरू 4 वटा रहेका छन्। ती कुन हुन् भनेपछि बर्दिया राष्ट्रिय निकुञ्ज, बर्दिया रानी
बर्दिया रानीको स्थापना कहिले भएको भनेपछि 2032 सालमा 2032 सालमा स्थापना भएको हो। यसको क्षेत्रफल 968 वर्ग किलोमिटर 968 वर्ग किलोमिटर छ नि। यो तराईको के त सबैभन्दा धेरै तराईको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज चाहिँ बर्दिया राष्ट्रिय निकुञ्ज हो। र बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको घोषणा कहिले भएको भनेपछि 2053 सालमा 53 सालमा यसको मध्यवर्ती क्षेत्र घोषणा भएको। यो बर्दिया राष्ट्रिय निकुञ्ज पहिले चाहिँ के त शाही कर्णाली शिकार आरक्षको रूपमा रहेको थियो भने 2041 सालमा आएर चाहिँ 2041 सालमा आएर यो बर्दिया वन्यजन्तु आरक्षको रूपमा आयो भने 2045 सालमा के त 2045 सालमा चाहिँ के त यो बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा स्थापना भएको थियो। र सबैभन्दा बढी बाघको लागि प्रख्यात राष्ट्रिय निकुञ्ज भनेर बर्दिया राष्ट्रिय निकुञ्जलाई चिनिन्छ है। बाघको लागि प्रख्यात राष्ट्रिय निकुञ्ज भनेर बर्दियालाई चिनिन्छ है। अब अर्को रहेको छ बाँके राष्ट्रिय निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जको स्थापना कहिले भएको भनेपछि 2067 सालमा है 2067 सालमा रहेको। यसको क्षेत्रफल कति छ त 550 वर्ग किलोमिटर 550 वर्ग किलोमिटर यसको क्षेत्रफल रहेको छ। यसको मध्यवर्ती क्षेत्र पनि यही 2067 मै घोषणा भएको है। यो कुन जिल्लामा छ भने दासबा भनेर चिनिन्छ। दाबाट दाङ, सबाट सल्यान, बाबाट बाँकेमा है बाबाट बाँकेमा दासबा भनेर यसको जिल्लाहरू भएकोलाई यसरी हामीले सम्झिन सक्छौँ। यसको मुख्य कार्यालय कहाँ रहेको छ भने बाँकेको शमशेरगञ्ज ओभरीमा चाहिँ यसको मुख्य कार्यालय रहेको छ। त्यसैगरी बर्दियाको चाहिँ के त बर्दियाको चाहिँ ठाकुरद्वार बर्दियामा चाहिँ यसको मुख्य कार्यालय रहेको छ है। अनि बाँके राष्ट्रिय निकुञ्ज भनेको यसलाई पृथ्वीको उपहार भनेर पनि चिनिन्छ, गिफ्ट अफ अर्थ है। पृथ्वीको उपहार भनेर पनि बाँके राष्ट्रिय निकुञ्जलाई चिनिन्छ भने पाटे बाघको वासस्थानको लागि चाहिँ यो त प्रसिद्ध मानिन्छ है। अब त्यसैगरी हामी अर्को संरक्षित क्षेत्रको कुरा गरौँ। कृष्णसार संरक्षण क्षेत्र कृष्णसार संरक्षण क्षेत्र कृष्णसार संरक्षण क्षेत्र पनि बर्दिया जिल्लाको खैरापुर क्षेत्रमा अवस्थित छ है। बर्दियाको खैरापुर क्षेत्रमा अवस्थित छ। यसको क्षेत्रफलको कुरा गर्ने भने 16.95 वर्ग किलोमिटर रहेको छ। विशेष गरी कृष्णसारको संरक्षणको लागि स्थापना गरिएको संरक्षण क्षेत्र चाहिँ यो कृष्णसार संरक्षण क्षेत्र हो। र यो चाहिँ के त राष्ट्रिय निकुञ्ज विभागद्वारा के त संरक्षण तथा व्यवस्थापन हुँदै आएको छ है। यो कृष्णसार संरक्षण क्षेत्र यो चाहिँ के त 2000 यसको स्थापना कहिले 2065 सालमा भएको है। 2065 साल 12 महिना 3 गतेको राजपत्र अनुसार के त कृष्णसार संरक्षण क्षेत्र स्थापना भएको हो भनेर भनिन्छ। अनि अर्को रहेको छ के रे ढोरपाटन शिकार आरक्ष अहिले म्युट दिए है साथीहरु। ढोरपाटन शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष कुन जिल्लामा फैलिएको छ भनेपछि यो बामेहरू बागलुङ म्याग्दी र रुकुम पूर्वमा चाहिँ यो फैलिएको छ। अनि यसको स्थापनाको कुरा गर्ने भने 2040 सालमा चाहिँ यसको स्थापना भएको ढोरपाटन शिकार आरक्ष। यसको क्षेत्रफल चाहिँ कति छ भनेपछि 1325 वर्ग किलोमिटर यसको क्षेत्रफल रहेको छ। लुम्बिनी प्रदेशमा ढोरपाटन शिकार आरक्षको आंशिक भाग मात्रै रुकुम पूर्वमा पर्दछ है त।
रुकुम पूर्वमा आंशिक भाग मात्रै लुम्बिनी प्रदेशमा पर्दछ भनेर हामीले जान्न सक्छौं। अब हामी अर्को टपिकतिर जाउँ। अब अर्को रहेको छ के त वन संरक्षण क्षेत्र। वन संरक्षण क्षेत्र लुम्बिनी प्रदेशमा वन संरक्षण क्षेत्र कतिवटा रहेका छन् त? 4 वटा रहेका छन् है। लुम्बिनी प्रदेशमा वन संरक्षण क्षेत्र 4 वटा रहेका छन्। एउटा रहेको छ खाता वन संरक्षण क्षेत्र। खाता वन संरक्षण क्षेत्र के त बर्दिया। अनि अर्को त रेसुङ्गा वन संरक्षण क्षेत्र गुल्मी। अनि अर्को मदाने वन संरक्षण क्षेत्र पनि गुल्मी। र अर्को रहेको छ थाप्ले सत्यावती सालिमे दह। यो पनि के त गुल्मीमा रहेको छ है। के त लुम्बिनी प्रदेशमा रहेका 4 वटा वन संरक्षण मध्ये खाता वन संरक्षण क्षेत्र बर्दियामा, रेसुङ्गा वन संरक्षण क्षेत्र गुल्मीमा, मदाने वन संरक्षण क्षेत्र गुल्मीमा र थाप्ले सत्यावती सालिमे दह वन संरक्षण क्षेत्र पनि गुल्मीमा रहेको छ। त्यस्तै लुम्बिनी प्रदेशमा के त नेपालको कुल क्षेत्रफलको लुम्बिनी प्रदेशमा वन कति प्रतिशत रहेको छ भने नेपालको कुल क्षेत्रफलको करिब 6.75 प्रतिशत चाहिँ के त नेपालको कुल वन क्षेत्रको लुम्बिनी प्रदेशमा भएको वनले चाहिँ के त 6.75 प्रतिशत ओगट्छ भने लुम्बिनी प्रदेशको कुल वन क्षेत्रको के त 51.64 चाहिँ के त लुम्बिनी प्रदेशको कुल क्षेत्रफलको वन क्षेत्र यसले ओगट्छ है। अनि लुम्बिनी प्रदेशमा सबैभन्दा बढी वन भएको जिल्ला कुन हो त? दाङ है। लुम्बिनी प्रदेशमा सबैभन्दा बढी वन भएको जिल्ला कुन हो त? दाङ हो। दाङमा चाहिँ कति वन क्षेत्र रहेको छ भने करिब 2 लाख 772 हेक्टर के त 2,772 हेक्टर चाहिँ के त दाङमा वन क्षेत्र रहेको छ। अनि यो भयो लुम्बिनी प्रदेशमा सबैभन्दा बढी वन भएको जिल्ला दाङ भयो भने सबैभन्दा कम वन क्षेत्र रहेको जिल्ला चाहिँ हो त नवलपरासी पश्चिम। सुस्ता पश्चिम है। मैले सुप लेखे सुस्ता पश्चिम। नवलपरासी सुस्ता पश्चिममा वन क्षेत्र कति रहेको छ भने 21,990 हेक्टर। 21,990 हेक्टर चाहिँ के त नवलपरासी सुस्ता पश्चिममा वन रहेको छ। त्यस्तै गरी लुम्बिनी प्रदेशको सबैभन्दा बढी वन क्षेत्र रहेको स्थानीय तह कुन हो त? राजपुर गाउँपालिका दाङ है। राजपुर गापा दाङ के त लुम्बिनी प्रदेशमा सबैभन्दा बढी वन क्षेत्र रहेको स्थानीय तह चाहिँ के त राजपुर गाउँपालिका दाङ रहेको छ। र राजपुर गाउँपालिका दाङमा कति प्रतिशत वन रहेको छ त? कति 83.6% चाहिँ के त त्यो स्थानीय तहको कुल क्षेत्रफलको 83.6% चाहिँ राजपुर गाउँपालिकामा वन रहेको छ है। अब अनि लुम्बिनी प्रदेशको सबैभन्दा बढी वन भएको स्थानीय तह यो भयो भनेपछि लुम्बिनी प्रदेशमा चाहिँ के त कतिवटा स्थानीय तहमा वन छैनन् त है। लुम्बिनी प्रदेशमा कतिवटा स्थानीय तहमा वन छैन भने 9 वटा स्थानीय तहमा चाहिँ के त 9 वटा स्थानीय तहमा लुम्बिनी प्रदेशमा वन छैन। र लुम्बिनी प्रदेशमा कतिवटा वन क्षेत्रहरू छन् त
कतिवटा स्थानीय तह छन् भनेपछि 109वटा 109वटा स्थानीय तह मध्येमा 9वटा स्थानीय तहमा वन छैनन् र बाँकी 100मा चाहिँ के त बाँकी 100मा वन रहेका छन् भनेर चाहिँ हामीले बुझ्न सक्छौं है। अब चाहिँ के त संरक्षित क्षेत्रले नेपालको कुल क्षेत्रफलको कति भूभाग अथवा कति प्रतिशत भूभाग ओगट्छ भने 34%। कति त 23.39% भूभाग चाहिँ नेपालको कुल क्षेत्रफलको संरक्षित क्षेत्रले 23.39% भूभाग ओगट्दछ। यो कति हुन आउँछ भनेपछि 34,419.75 के त वर्ग किलोमिटर 34,419.75 वर्ग किलोमिटर हुन आउँछ भने कति त 23.39%। नेपालको कुल भूभागको कति 12वटा राष्ट्रिय निकुञ्ज, 6वटा संरक्षण क्षेत्र, एउटा शिकार आरक्षी र एउटा वन्यजन्तु आरक्षी, 20वटा संरक्षित क्षेत्रले ओगटेको क्षेत्रफल चाहिँ कति 34,419.75 वर्ग किलोमिटर अर्थात् 23.39% रहेको छ। यो त भयो संरक्षित क्षेत्रले ओगटेको अब यो संरक्षित क्षेत्र मध्येमा पनि राष्ट्रिय निकुञ्जले मात्रै ओगटेको कति छ त राष्ट्रिय रानीले मात्रै ओगटेको कति छ त 11,806.02 वर्ग किलोमिटर के त 11,806.02 वर्ग किलोमिटर के त राष्ट्रिय निकुञ्जले मात्रै ओगटेको छ। यो चाहिँ के त संरक्षित क्षेत्रको कुल क्षेत्रफल कति 34.30% हुन आउँछ। यो कति त यो कुल क्षेत्रफलको 34.30% हुन आउँछ भने नेपालको कुल क्षेत्रफलको कति त 8.02% हुन आउँछ। के त नेपालको कुल क्षेत्रफलको 8.02% हुन आउँछ। यो त राष्ट्रिय निकुञ्जले ओगटेको क्षेत्र भयो। त्यस्तै अब अर्को रहेको छ वन्यजन्तु आरक्षले ओगटेको वन्यजन्तु आरक्षले ओगटेको के त नेपालमा कतै एउटा मात्रै वन्यजन्तु आरक्ष रहेको छ के त कोशी टप्पु वन्यजन्तु आरक्ष र वन्यजन्तु आरक्षले ओगटेको क्षेत्रफल कति छ त 175 वर्ग किलोमिटर 175 वर्ग किलोमिटर रहेको छ। यसले चाहिँ के त कुल संरक्षित क्षेत्रले ओगटेको भूभागको के त 0.51% ओगट्छ भने नेपालको कुल क्षेत्रफलको कति त 0.12% ओगट्छ है। यो वन्यजन्तु आरक्षले यसको क्षेत्रफल कति 175 वर्ग किलोमिटर रहेको छ भने नेपालको कुल क्षेत्रफलको 0.51% यसले ओगट्छ भने के त 0.12% चाहिँ यो संरक्षित क्षेत्रको कुल क्षेत्रफलको 0.51% यसले ओगट्छ भने नेपालको कुल क्षेत्रफलको कति त 0.12% वन्यजन्तु आरक्षले ओगट्छ। यस्तै अर्को रहेको छ शिकार आरक्ष। शिकार आरक्षले ओगटेको क्षेत्रफल कति रहेको छ भने 1325 वर्ग किलोमिटर 1325 वर्ग किलोमिटर शिकार आरक्षले ओगटेको छ। यो शिकार आरक्षले ओगटेको क्षेत्रफल चाहिँ कुल संरक्षित क्षेत्रले ओगटेको क्षेत्रफलको 3.85% हुन आउँछ है। शिकार आरक्षले ओगटेको क्षेत्रफल कुल संरक्षित क्षेत्रले ओगटेको क्षेत्रफलको 3.85% हुन आउँछ भने नेपालको कुल क्षेत्रफल कति त 0.90% हुन आउँदछ। कति त
90% हुन आउँदछ। त्यस्तै अर्को रहेको छ संरक्षण क्षेत्र। 6वटा संरक्षण क्षेत्र छन्। संरक्षण क्षेत्रले नेपालको कुल भूभागको कति प्रतिशत भूभाग ओगटेको छ भने 15,400 कति त 15,425 15,425.95 वर्ग किलोमिटर ओगटेको छ है। संरक्षण क्षेत्रले नेपालको कुल क्षेत्रफलको 15,425.95 वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। यो चाहिँ कुल संरक्षित क्षेत्रले ओगटेको क्षेत्रफलको 44 दशमलव कति त 82% हुन आउँछ भने नेपालको कुल क्षेत्रफलको 10.48% हुन आउँछ है। के त संरक्षण क्षेत्रले ओगटेको 15,425.95 वर्ग किलोमिटर मध्ये संरक्षित क्षेत्रले ओगटेको क्षेत्रफलको 44.82% हुन आउँछ भने नेपालको कुल क्षेत्रफलको 10.48% हुन आउँदछ। त्यस्तै अर्को प्रश्न रहेको छ लुम्बिनी प्रदेश वन नियमावली 2079 अनुसार वन रक्षकको दर्जानी चिन्ह के हो त है। लुम्बिनी प्रदेश वन नियमावली 2079 अनुसार वन रक्षकको दर्जानी चिन्ह के हो त NFS र वनको लोगो के त NFS र वनको लोगो। त्यस्तै रेन्जरको के हो भनेपछि NFS लाली गुराँसको लोगो र दुईवटा तारा के त रेन्जरको दर्जानी चिन्ह के रहेको छ त NFS लाली गुराँसको लोगो र दुईवटा तारा। त्यसैगरी फरेस्टरको दर्जानी चिन्ह के रहेको छ भनेपछि NFS वनको लोगो NFS वनको लोगो र के त एउटा तारा है। NFS वनको लोगो एउटा एकवटा तारा रहेको छ। हवस् त साथीहरू, भिडियो कस्तो लाग्यो? मन परेमा लाइक, कमेन्ट, शेयर, सब्सक्राइब गर्न नभुल्नुहोला। हामीसँग जोडिनुभन्दा पहिला के त यो युट्युब च्यानललाई सब्सक्राइब गरेर जोडिनुहोला, ताकि मैले युट्युबमा अपलोड गर्ने भिडियोहरू सबैभन्दा पहिले तपाईहरुले पाउनको लागि चाहिँ के त यो युट्युब च्यानललाई सब्सक्राइब गरेर जोडिनुहोला भनेर भन्न चाहन्छु। हवस् त, नमस्कार।